आदरणीय दर्शकवृन्दमा तपाईँलाई धेरै धेरै स्वागत छ। नमस्ते मिडिया एचडी फेसबुक पेजमा। आदरणीय दर्शकवृन्द, आज भने मैले तपाईँलाई एउटा विशेष खबर लिएर आएको छु कि 2082 साल भदौको 23 र 24 गते भएको जेनजी आन्दोलनमा लगभग 75-76 जनाले ज्यान गुमाइसकेको छ भने केही व्यक्तिहरू अझ पनि घाइते अवस्थामा भएको छ। आदरणीय दर्शकवृन्द, जुन जेनजीको माग यो सुशीला कार्कीको सरकारले पुरा नगरेपछि उहाँहरू आज भने जुन सम्पूर्ण घाइतेहरू वार्ताको लागि सुशीला कार्की समक्ष आइसक्नु भएको छ। सुशीला कार्की समक्ष आइसक्नु भएको छ, तर कसरी आयो भने एकाएक उहाँहरू घाइतेहरू एम्बुलेन्स चढेर सुशीला कार्कीसँग हामी आज अन्तिम फाइनल वार्ता हो भनेर आइरहनु भएको छ। अब हेर्नुहोस् सुशीला कार्कीसँग वार्ता के हुन्छ र सुशीला कार्कीले कस्तो निर्णय गर्ला त, यो विषयमा अझै जानकारी पाउनको लागि हाम्रो नमस्ते मिडिया एचडीलाई लाइक र फलो पनि गर्दै गर्नुहोला अनि सम्पूर्ण साथीहरूले कमेन्ट पनि गर्नुहोला तल।